भगवानसँग आशा राख्नु कहिले नछोड्नु अनि यो दुनियाँसँग आशा कहिले नराख्नु। म त्यो बाटोमा पनि एक्लै हिँडेको छु जहाँ मलाई कसैको एकदमै जरुरत थियो। बेजेतीको जवाफ यति इज्जतको साथ देऊ कि खुद बेजेत गर्ने व्यक्ति नै लज्जित हुन परोस्। आफ्नो कामलाई जहिले पनि एक रहस्य हुन देऊ। मान्छेलाई तिम्रो काम होइन तिम्रो कामको नतिजा देखाऊ। मान्छेहरू भन्छन् कि जिन्दगीमा तिमी एक्लै कहिले खुसी हुन सक्दैनौ, तर मलाई लाग्छ कि जिन्दगीको एक्लोपनले नै हामीलाई सही जिन्दगी जिउन सिकाउँछ। जिन्दगी जिउनको लागि हो, तर हामी सोचेर नै बिताइदिन्छौँ। ज्यादै आफ्नोपन देखाउने मान्छेले एक दिन बताइदिन्छ कि ऊ पराई नै हो भनेर। जिन्दगीमा निराश कहिले नहो कि आउनेवाला समयले तिम्रो लागि के लिएर आउँछ तिमीले जान्न सक्दैनौ। बदलिने त मान्छेहरू हुन्, बस त्यो समयलाई थुपारिदिन्छन्। खुट्टामा जाकिएको काँडालाई के दोष दिनु र? पैताला हामीले नै राखेका थियौँ, काँडा त आफ्नै ठाउँमा थियो। न पाउनु न गुमाउनुसँग मतलब छ। यो दुनियाँ यस्तो छ कि यहाँ केही न केही हुनुसँग मतलब छ। तिमी र ममा यति मात्र फरक थियो कि तिमीलाई मैले सबैभन्दा अलग सम्झेँ अनि तिमीले मलाई सबै जस्तै सम्झ्यौ। मैले आफैसँग एउटा सजाय छानेको छु। मैले तिम्रो खुसीको खातिर तिमीसँग दूरी छानेको छु। मेरो भाग्यलाई त्यो थाहा नै छैन कि यात्रामा मैले के गुमाएँ भनेर। कोही छैन यो दुनियाँमा मलाई बुझ्नेवाला। एक आशा थियो तिमीसँग, त्यो पनि टुटेर गयो। मात्रै हात समात्नु जरुरी होइन, बल्कि त्यो हातलाई सधैँ थामिराख्नु बहुत जरुरी हुन्छ। कसैलाई हल्लाले निन्द्रा आउँदैन, कसैलाई मौनताले निदाउन दिएको छैन। आखिर अन्त्यमा उसैले भुलेर जान्छ कि उसले सधैँ तिमीलाई भन्ने गर्थ्यो कि म तिमीलाई कहिले गुमाउन चाहदिनँ। तिमी हमेसा जिन्दगीमा अरूलाई त्यति नै ठाउँ देऊ जति ठाउँ उसले तिमीलाई दिएको छ, नत्र तिमी आफै रुनुपर्छ या उसले तिमीलाई रुवाउँछ। तमासा दुनियाँले होइन, हामी आफैले बनाउने गर्छौँ हाम्रो जिन्दगीको, कि हरेक मान्छेहरूलाई आफ्नो कमजोरी बताएर। हर कोही चाहन्छ कि सबैले आफ्नो तारिफ गरोस्, तर यो इच्छा त्यो अन्तिम संस्कारको दिन मात्र पुरा हुन्छ। कसैले सोध्यो मलाई उमेर र जिन्दगीमा के फरक छ, अनि मैले भने जो आफ्नाहरू बिना बिते त्यो उमेर हो, अनि जो आफ्नाहरूसँग बित्यो त्यो जिन्दगी हो। निराश हुनको लागि पनि कुनै खास सम्बन्ध चाहिन्छ, किनकि निराशको मूल्य ज्यादै हुने गर्छ। यो हर कोहीलाई लुटाउन सकिँदैन। जिन्दगीको सबैभन्दा कठिन काम भनेको मान्छेहरूको पहिचान गर्नु हो। खोजी जिन्दगीको थियो, त्यसैले टाढासम्म पुगे। जिन्दगी त मिलेन, तर चुनौतीहरू धेरै मिले। जरुरी छैन कि कुनै ठुलो चोटले मात्र घाउ हुन्छ। अक्सर सानो सानो कुराले पनि गहिरो चोट दिने गर्छ। कि कसैलाई यति शिरमा पनि नचढाऊ कि आफू आफ्नै इज्जत फालिदियोस्। हे समय, तँलाई लाखौं लाख धन्यवाद। मैले जे सिकेको छु सबै तेरै कारण सिकेको छु। आफ्नो हरेक गुणमा 100वटा पर्दा लगाउँछन् मान्छेहरू अनि भन्ने गर्छन् कि जमाना बहुत खराब छ। कदर नगर्नेसँग उपरवालाले पनि छुटाइदिन्छ, समय पनि अनि आशा पनि। जिद्दी बन्न सिक्नुहोस् कि कोही पनि मान्छेहरू एक रातमा सफल भएका छैनन्। झुटा रहेछन् यी सबै कुराहरू कि सङ्गतको असर हुन्छ। मैले त अहिलेसम्म फुलसँग रहेर पनि काँडा मगमगाएको देखेको छैन। रिसले तिमीलाई साँगुरो बनाउँदै लैजान्छ अनि क्षमाले तिमीलाई महान बनाउँछ। धेरै गहिरो नदी बिना आवाज बग्ने गर्छ, त्यसैले बहुत गहिरो पीडा बिना आँसुको हुने गर्छ। सम्बन्ध तोड्नको लागि गल्तीको जरुरत पर्दैन, स्वार्थ पूरा भएपछि आफसे आप टुट्छ।